हेलो वेलकम टु ब्लग न्यू ब्लग। हजुरहरूलाई स्वागत छ। आज चाहिँ रिकम्प्यू कोठी किनोरमा हिउँ परेको छ। धेरै दिनपछि यहाँ हिउँ परेको छ। हेर्नुहोस् गाइस, डिसेम्बरमा पर्थ्यो पहिला, अहिले चाहिँ जनवरीमा परेको छ। जनवरी आज 23 तारिक भयो। हेर्नुहोस् गाइस, बिहान 8 बजेदेखि पढ्न लागेको, अझै पढ्दैछ। यता चाहिँ पढ्दै बिलाउँदै गरेको छ। पढ्दैछ, अब कस्तो पर्छ कति पर्छ भन्ने थाहा छैन। मोबाइलमा चाहिँ देखाएको छ 80-85% आजको बरफ। यहाँ चाहिँ बरफ भन्छ। नेपालतिर पढ्यो कि पढेन, जुम्ला हुम्लातिर भन्नु होला गाइस। कहाँदेखि हेर्दै हुनुहुन्छ सबैले भन्नु होला। कति पढ्यो भनेर हजुरहरूले देखाउने छु। पाहाडतिर चाहिँ हिमालमा चाहिँ बाक्लै पढिसकेको छ। अहिले चाहिँ म रिकम्प्यू कोठीको मन्दिरमा जाँदैछु। हेर्नुहोस् गाइस, लास्टै जाँडो छ हो आज। हेर्नुहोस् गाइस, यहाँ चाहिँ हिउँ परेको छ। कति बालको हिउँ परेको छ। हेर्नुहोस्, हावाहुरी लागेर। अब चाहिँ म रोडमा पुगिसकेँ। मन्दिर आउनु लागिरहेको छ। रुमाल बाँधेर लास्टै जाडो छ हौ यहाँतिर त। हेर्नुहोस् यहाँ हिउँ कस्तो परिएको छ। अहिले म चाहिँ मन्दिर देखेर पुगिसकेँ। कोठी गेट चाहिँ अब मन्दिर पनि देखाउने छ हजुरहरूलाई। हेर्दै गर्नुहोस् त है। चाहिँ 50 मिटर होला गेटबाट मन्दिर। हेर्नुहोस्, लास्टै जाडो छ हौ यहाँतिर त। चाहिँ 50 मिटर होला गेटबाट मन्दिर। हेर्नुहोस् गाइस, लास्टै जाडो छ हौ यहाँतिर त। फाइनली म चाहिँ पुगिसकेँ। अब यो चाहिँ यताको मन्दिर हो। यहाँ चाहिँ माछा पालन सबै हुन्छ। यो मन्दिरमा हर दिन 11 बजे चाहिँ पूजा हुन्छ। यहाँ चाहिँ यो चाहिँ मन्दिर हो। यो चाहिँ दोकान हो, दोकान। म चाहिँ आउँदै हुनुहुन्छ उता। यो मन्दिर जबर गइरहेको छ। हजुरहरूलाई म देखाउने छु। यो चाहिँ कोठीको मन्दिर, देवीजीको मन्दिर। कस्तो लाग्यो? हामीले चाहिँ भित्र जान मिल्दैन। यहाँको नियम र पालन छ। कसरी परेको छ हेर्नुहोस् गाइस। यो भिडियोलाई मन पऱ्यो भने लाइक, कमेन्ट, सब्सक्राइब गर्नु होला। कसैले गर्नुभएको छैन भने हस्त धन्यवाद। यस्तै भिडियोहरू जानु मन छ।